Hello everyone, welcome to Josino Vibes where entertainment meets creativity with awareness. How are you all? Today we are gonna talk about त्यस्तो भेजिटेबल फार्मिङ जसलाई चाहिँ अफ सिजन भेजिटेबल फार्मिङ पनि भन्न सकिन्छ, जो विदाउट टनेल पनि गर्न सकिन्छ, जसलाई टाइम सेभिङ फार्मिङ पनि भन्न सकिन्छ र एकदमै बेनिफिशियल पनि. यस, वी आर टकिङ अबाउट रिभरबेड फार्मिङ, जसलाई चाहिँ बगर खेती पनि भनिन्छ. बगर खेती अहिले एकदमै चर्चाको विषयमा छ, जो फार्मरका लागि एकदमै बेनिफिशियल पनि मानिन्छ, टाइम सेभिङ पनि मानिन्छ र जसलाई एराउन्ड अफ सिजन पनि भन्न सकिन्छ. अब बगर खेती चाहिँ के हो भन्दाखेरि रिभरबेड फार्मिङ, रिभरको बेडमा अनि साइडमा चाहिँ लगाउने जुन चाहिँ नदीको बगरमा लाउने खेतीलाई चाहिँ बगर खेती भनिन्छ. जो चाहिँ हामी टिपिकली यसलाई चाहिँ किन टाइम सेभिङ भन्छौँ भने यो चाहिँ गहुँ बुइसकेपछि चाहिँ हामी के गर्छौँ त रिभरबेड फार्मिङ चाहिँ गर्न सुरु गर्छौँ, जसमा चाहिँ अब किसान के हुन्छ, गहुँ बुइसक्यो, अब किसान खाली हुन्छ र त्यो समयमा चाहिँ के गर्न सक्छ त रिभरबेड फार्मिङमा चाहिँ आफूलाई इन्गेज गरेर आफ्नो टाइमलाई चाहिँ सेभ गर्न सक्छ, युटिलाइज गर्न सक्छ. अर्को कुरा यो चाहिँ बेनिफिशियल किन छ, जसलाई चाहिँ अफ सिजन पनि भन्न सकिन्छ यसलाई, किनकि जुन हाम्रो जस्तै यसमा प्रोडक्सन हुन्छ हाम्रो काँक्राहरू अनि फर्सी, लौका जस्तो तरकारीहरू चाहिँ अनि करेला पनि गर्न सकिन्छ र फ्रुटहरूमा जस्तै तरबुज, खरबुजा पनि गर्न सकिन्छ र विभिन्न अरू पनि है. अनि त्यही भएर यसलाई चाहिँ अब बेनिफिशियल किन भनिन्छ र अफ सिजन पनि किन भनिन्छ भन्दाखेरि यो जेठ असार एउटा समर, टिपिकल समरमा हुने जुन तरकारी र फ्रुट्सहरू छ त्यसलाई चाहिँ एउटा मङ्सिरतिर, पुसतिर चाहिँ लगाएर यो चाहिँ चैत्रतिर, फागुनतिर चाहिँ हामी चाहिँ हार्भेस्ट लिन सक्छौँ र बजारमा बेच्न सक्छौँ, चाहिँ प्रिमियम रेट मिल्न सक्छ. अनि अर्को कुरा मेनली यो चाहिँ जोसँग चाहिँ एउटा लिमिटेड जमिन छ अथवा चाहिँ जमिन छैन, जसको जमिन चाहिँ फ्लडहरूले चाहिँ लगेर चाहिँ एकदमै ध्वस्त पारेको छ, त्यस्तोमा पनि खेती गरेर त्यसलाई युटिलाइज गरेर पैसा कमाउन सक्छन्. जसलाई चाहिँ लिमिटेड जग्गा छ त्यसले पनि गर्न सक्छ, अनि जोसँग जमिन छैन त्यसले चाहिँ लिजमा लिएर अथवा फ्री अफ कस्ट पनि कहीँनिर गर्न सक्छ. र यो गभर्मेन्टले पनि यसका लागि चाहिँ हेल्पहरू चाहिँ दिइरहेको हुन्छ, जस्तै बिउ बिजनको हेल्पहरू. अनि यो नेपालमा चाहिँ एकदमै अहिले चर्चाको विषय छ, किनकि फार्मरहरूले यसलाई एकदमै युटिलाइज गरिरहेको छन्. मेनली कञ्चनपुरमा चाहिँ जुन यो बगर खेतीबाट प्रोड्युस भएको वाटरमेलन्सहरू, काँक्राहरू, फर्सीहरू, यो भेजिटेबल्सहरू, फ्रुट्सहरू चाहिँ सुदूरपश्चिमबाट लिएर बुटवलको बजारसम्म चाहिँ यो गइरहेको हुन्छ. त्यही भएर एकदमै बेनिफिशियल छ र मार्केटिङको पनि कुनै टेन्सन हुँदैन, मान्छेहरू आफै लिन आउँछन्, किनकि अफ सिजन हो, भर्खर सिजन सुरु भइरहेको जुन फ्रुटहरू, जुन भेजिटेबलहरू खान पाउँदाखेरि चाहिँ मान्छेलाई चाहिँ एकदमै राम्रो लाग्छ र मार्केट खोज्दै पनि आउँछन् सेल गर्नको लागि. अरू प्रोड्युसर्सहरू, अरू मार्केट इन्भेस्टर्सहरू चाहिँ आइरहेको हुन्छन्. त्यही भएर यो बगर खेती चाहिँ एकदमै इम्पोर्टेन्स छ. अनि बगर खेतीलाई चाहिँ हामी एउटा मेनमा चाहिँ के भन्न सक्छौँ भन्दाखेरि यो हाउ इट वर्क्स, त कसरी वर्क गर्छ भन्दाखेरि एउटा बगर खेतीमा फ्लड आएर चाहिँ जुन मलिलो माटो हुन्छ त्यो मलिलो माटोलाई बगाएर बगरसम्म चाहिँ त्यो एउटा टप सोइल, जुन एउटा फर्टाइल सोइल मानिन्छ माथिको माटो, त्यसलाई चाहिँ बगाएर बगरमा लगेको हुन्छ, जसले गर्दा चाहिँ त्यहाँको माटो चाहिँ के हुनसक्छ त खोला हो तर बगरमा चाहिँ टप सोइल भएर त्यो चाहिँ एकदमै उर्वरा शक्ति भएको पनि हुनसक्छ. र त्यहाँनिर चिसोको मौसम छ तर एउटा माइक्रो क्लाइमेट चाहिँ फर्मेसन हुन्छ बालुवाले गर्दा चाहिँ. जुन हिट रिटेन्सन क्यापेसिटी छ, हिट रिटेन्सन क्यापेसिटी चाहिँ बालुवाको राम्रो हुन्छ र त्यहाँ चाहिँ वार्मर क्लाइमेट चाहिँ यसले बनाइदिन्छ, जसले गर्दा चाहिँ चिसोमा पनि यो अलि समर सिजनको क्रपहरूलाई चाहिँ कल्टिभेट गर्न, अर्ली हार्भेस्ट गर्न र प्रोडक्सन गर्न चाहिँ सजिलो हुन्छ. अनि पानीको कुरा त ओभियसली बगरको ठाउँमा चाहिँ मोइस्चर रिटेन्सनको कुरा हुन्छ, त्यही भएर पानीको पनि त्यस्तो प्रब्लम्सहरू हुँदैन. र फ्लडको पनि ओभियसली विन्टरमा अब भाग्य नै बिग्रियो भने त अलग कुरा हो, तर युजुअली फ्लडहरू चाहिँ आउँदैन, जसले गर्दाखेरि चाहिँ हामी युटिलाइज गर्न सक्छौँ. अनि यस बगर खेतीमा चाहिँ के गरिन्छ भन्दाखेरि बाहिर पनि बोटहरूलाई चाहिँ कुनै ठाउँमा टनेलहरूमा अथवा राम्रो सिचुएसनमा नर्सरीमा प्लान्ट गरेर बगरमा पनि लगाउन सक्छौँ, अथवा बगरमै पनि हामी पछि लगाउँदाखेरि ट्रेन्चहरू चाहिँ खाल्डोहरू खनेर जसमा चाहिँ फर्टाइल सोइल्सहरू अथवा चाहिँ हाम्रो अर्ग्यानिक मलहरू चाहिँ राखेर त्यसलाई भरेर फेरि फर्टिलिटी चाहिँ मेन्टेन गरेर त्यसको माथि चाहिँ लगाउन सक्छौँ, त्यसरी पनि लाग्न सकिन्छ. त्यही भएर बगर खेती चाहिँ एकदमै इम्पोर्टेन्स छ र युटिलाइजेसन छ. अनि कञ्चनपुरमा राम्रो पनि भइरहेको छ, अरू ठाउँमा पनि होला. यसको फाइदा चाहिँ अझै लिन सक्छौँ राम्रो युटिलाइजेसन्सको थ्रु. सो भिडियो राम्रो लागे सब्सक्राइब माई च्यानल एन्ड कमेन्ट डाउन युर भ्युज. थ्याङ्क यू.